सो हेलो गाइज, स्वागत छ तपाईहरुलाई मेरो अर्निङ एसआई च्यानलमा। आज पनि म तपाईहरुको लागि एउटा नयाँ अर्निङ एप लिएर आएको छु। धेरै राम्रो विदाउट इन्भेस्टमेन्ट पैसा कमाउन सक्नुहुन्छ। तपाईहरु हेर्नु होला पुरै फुल भिडियो वाच गरिदिनु होला। अहिलेसम्म लाइक गरेको छैन भने लाइक गरिदिनु होला, सब्स्क्राइब गरेको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला। ल यति भन्दै म भिडियोलाई स्टार्ट गरेको हो। आजको अनलाइन अर्निङ एपको नाम रहेको छ क्याश बक्स, जसको लिंक चाहिँ डिस्क्रिप्सनमा हुनेछ। त्यहाँबाट डाउनलोड गर्नु होला। त्यहाँबाट डाउनलोड गर्नुभयो भने तपाईले सुरुमै 2-3 डलरको चाहिँ बोनस पाउनुहुन्छ र तपाईलाई इन्कम गर्न पनि पछिलाई इजी हुनेछ। त्यसैले नबिर्सिकन त्यहाँबाट चाहिँ डाउनलोड गर्नु होला र डाउनलोड गरिसकेपछि चाहिँ त्यसलाई चाहिँ ओपन गर्नु होला र अब चाहिँ के गर्नुपर्ने हुन्छ त्यो स्टेप बाइ स्टेप भन्छु। स्किप नगरी भिडियोलाई चाहिँ पुरा हेर्नु होला। फेरि तपाईलाई पछि इन्कम गर्न अब के गर्न गाह्रो हुन्छ नि त। अब जस्तै यहाँ तपाईको यस्तो आउँछ त्यो इन्टरफेस, यसलाई चाहिँ हातले स्लाइड गरेर न त यस्तो एरोमा क्लिक गर्नु होला है। यसरी अब यस्तो क्लिक गरेपछि कन्टिन्यू विथ गुगलमा क्लिक गर्नु होला र अब यहाँ चाहिँ एग्री गर्नु होला र अब चुज एनी एकाउन्ट, एउटा जीमेल एकाउन्ट सेट गर्नु भन्छ, एउटा जीमेल एकाउन्ट चाहिँ सिलेक्ट गर्नु होला है त। र अब चाहिँ यसलाई एलो गरिदिनु होला है। अनि यहाँ चाहिँ क्लेम नाउ, अब सुरुमै देख्नुभयो तपाईले मेरो लिंकबाट जानुभयो भने सुरुमै 500 कोइन चाहिँ सुरुमै पाउनुहुन्छ है। $500 ए मतलब $5 है त। त्यो भएर नबिर्सिनु मेरो लिंकबाट जानु होला। अब चाहिँ यहाँ देख्न सक्नुहुन्छ सुरुको इन्टरफेस यस्तो हुनेछ। तपाईहरुको अब सुरुमा यहाँ देख्न सक्नुहुन्छ एउटा स्क्रैच भन्ने अप्सन चाहिँ यहाँ चाहिँ जानु होला है। सुरुमा चाहिँ स्क्रैचमा जानु होला र अब यो ट्याप टु स्क्रैच छ नि, यसमा क्लिक गर्नु होला। अब यो हातले यसरी स्क्रैच गर्नु होला र देख्न सक्नुहुन्छ 500 सुरुमै पाउनुहुन्छ। इन टोटल तपाईको 1000 चाहिँ कोइन भइहाल्छ है। मेरो लिंकबाट चाहिँ जानु भयो भने मात्र है। फेरि अब यतिकै जानु भयो भने त तपाईले पाउनुहुन्न है। मेरो लिंकबाट जानु होला र अब देख्न सक्नुहुन्छ सुरुको इन्टरफेस यस्तो हुनेछ। यो एपमा चाहिँ एकदमै सजिलो छ। बस तपाईले गेमहरु खेल्ने धेरै टास्कहरु छ। यो चाहिँ अरु एप भन्दा एकदम राम्रो छ हैन। यो एपमा चाहिँ तपाईले फ्री फायरको डायमन्ड, पबजीको युज सबै लिन मिल्छ। अनि यसको बाइनेन्समा विथड्र लिन मिल्छ हैन। बाइनेन्स टु इसिया पनि मिल्छ है त। इसियामै लिन मिल्छ है। अब जसले बाइनेन्सबाट इसियामा कसरी पैसा ल्याउने यो भिडियो चाहनुहुन्छ भने यो भिडियोमा 200 लाइक गरिदिनु होला। 200 त्यसपछि म भिडियो बनाउने छु है त। लाइक चाहिँ गर्नु होला र अब चाहिँ यसमा कसरी इन्कम गर्ने भने सुरुमै प्ले टाइम्स गेम्स यो प्ले नाउमा सेट गरिदिनु होला, क्लिक गरिदिनु होला है। यता क्लिक गरिसकेपछि अब तपाईको एकछिन लोड हुन्छ हैन। र अब तपाईले एग्री एन्ड कन्टिन्यूमा चाहिँ क्लिक गरिदिनु होला है। अनि एलो ट्र्याकिङमा क्लिक गरिदिनु होला। अब तपाईलाई यस्तो गर्छ, परमिसन दिन भन्छ, यसलाई चाहिँ यस गरिदिनु होला है। र अब देख्न सक्नुहुन्छ यहाँ चाहिँ तपाईको अब लट्स अफ गेमहरु आउँछ। अहिले चाहिँ सुरुमा मेरो एउटा मात्र गेम देखाए। अब यो गेम छ नि, यो 3 पजल, यो गेममा गएर चाहिँ तपाईले एउटा कुनै डाउनलोड गरेर चाहिँ एउटा टास्क कम्प्लिट गरेको बापत 6 कोइन र इन टोटल चाहिँ 160 कोइन दिन्छ भनेको छ। तिमीले यसलाई प्ले नाउमा क्लिक गर्नु होला। प्ले नाउमा क्लिक गर्नुभयो भने चाहिँ तपाईलाई प्ले स्टोरमा रिडाइरेक्ट गर्छ। अनि तपाईलाई यो गेम चाहिँ डाउनलोड गर्नु भन्छ, डाउनलोड गर्नु होला। अनि यो गेममा गएर सिम्पली कुनै सानो सानो टास्क मतलब कुन चाहिँ एउटा टास्क, दुईटा टास्क त्यस्तै गरी कम्प्लिट टास्कहरु गर्ने। अनि एउटा टास्क कम्प्लिट गरेको बापत 6 अनि फेरि अर्को टास्क कम्प्लिट गर्नु भने फेरि 6 गरेर पाउनुहुन्छ। अनि टोटल चाहिँ तपाईले 160 चाहिँ पाउनुहुन्छ। अन कोइन एउटा एप ट्याक्स सर्भे छ। जस्तै अब अन अप टु 500 कोइन, 5 लाख कोइनसम्म योमा पाउन सक्नुहुन्छ यदि यहाँ एकचोटि म क्लिक गर्छु एप ट्याक्समा। अब यहाँ देख्न सक्नुहुन्छ पब स्केल के छ नि, यो पब स्केल ओपनमा क्लिक गर्नु होला र अब यसलाई एक्सेप्ट गरिदिनु होला है। र अब यहाँ देख्न सक्नुहुन्छ तपाईहरुको यता लर्ड्स अफ छ के जति कोइन यहाँ तपाईले 5 लाख कोइनसम्म जित्न सक्नुहुन्छ। तर तपाईले जुन चाहिँ सबसे कम छ नि त्यो चाहिँ गर्नु होला। जस्तै अब यहाँ 16,000 13,000 देखाएको छ नि, यो धेरै देखायो भने टास्कहरु पनि धेरै लामो डिफिकल्ट मतलब गाह्रो हुन्छ। तर यो थोरै कोइनवाला देखाएको छ नि त्यो गर्नु भने तपाईलाई सजिलो हुन्छ। अनि यो 312 मा जस्तै गर्ने हो भने यसमा क्लिक गर्नु होला है। 312 मा गर्दिम है। अब यहाँ चाहिँ के छ भने बस यसलाई यो कम के भनेको छ, क्लिक अन द लिंक बिलो, जस्तै गेटमा क्लिक गर्ने हैन, डाउनलोड द एप अनि इन्स्टल द एप, रजिस्टर गर्ने अनि युज गर्ने 5 मिनेटसम्म या फिर 10 मिनेटसम्म युज गर्दियो भने तपाईले 312 कोइन इन्स्टेन्टली पाइहाल्नुहुन्छ है। जस्तै यसलाई चाहिँ कसरी डाउनलोड गर्ने भने यो गेटमा क्लिक गर्दिने अनि तपाईलाई प्ले स्टोरमा रिडाइरेक्ट गर्छ। त्यसपछि यो एपलाई डाउनलोड गरेर रजिस्टर गरेर युज मात्र 5-6 मिनेट जति युज गर्नु भयो भने 10 मिनेट युज गर्नु भयो भने तपाईले 312 कोइन पाइहाल्नुहुन्छ है। तर तपाईको जस्तै यो 16,000 छ नि कोइन, यसमा चाहिँ एकचोटि क्लिक गरौँ। हेर्नु यहाँ तपाईलाई कति लेभल भनेको छ, कम्प्लिट 10th लेभल, 10 लेभल पुरा कम्प्लिट गरे भने बल्ल 87 कोइन पाउनुहुन्छ। अनि कम्प्लिट 50 लेभल देख्नु अहिले गाह्रो भइहाल्यो। 50 लेभल कम्प्लिट गरे भने 200, तर यो धेरै गाह्रो हुन्छ। 1000 लेभलसम्म भन्छ यत्रो इन टोटल चाहिँ तपाईले 16,000 कोइन पाउने। तर तपाईले लेभलहरु धेरै छ नि त, 1000 लेभल कम्प्लिट गर्नु भने त्यही भएर सानो जुनमा थोरै कोइनहरु छ 1.5 के सम्म हैन, 2 के 3 के सम्म गर्न सक्नुहुन्छ। तर धेरै बेला चाहिँ नगर्नु होला। यो 64,000 84,000 तपाईसँग टाइम छ भने चाहिँ गर्न सक्नुहुन्छ, नत्र यो तपाईलाई 1 महिना लाग्न सक्छ। यो गाह्रो हुन्छ। फेरि जम्मा 64,000 को लागि तपाईलाई 1 महिना गर्न गाह्रो हुन्छ। त्यही भएर थोरै गरेर धेरै कोइन बनाउन सक्नुहुन्छ। त्यही भएर जुनमा थोरै कोइन छ 1000 सम्म त्यो चाहिँ डाउनलोड गरेर तपाईले गर्न सक्नुहुन्छ। जस्तै यो होम पिन छ यसमा 1.5 मा क्लिक गर्ने डाउनलोड गर्नको लागि। अनि सिम्पली तपाईले यो गेटमा क्लिक गरिदिनु भने तपाईको डाउनलोड हुन्छ प्ले स्टोरमा रिडाइरेक्ट गरेर हैन। अनि त्यो एपलाई के लेभल कम्प्लिट गर्न भनेको छ त्यो यहाँ हेर्नु होला अनि गर्नु होला। अनि कोइन आफै आउँछ है। त्यही भएर तपाईले इन्कम गर्नको लागि चाहिँ यो त प्ले टाइम्स गेम र यो के रे एप ट्याक्स छ नि, यो
अन कोइन हो, यहाँबाट इन्कम गर्न सक्नुहुन्छ है त तपाईँले। अनि अर्को इन्भाइट फ्रेन्ड छ, अन अप टु 100K भनेछ, तपाईँले रेफरल गरेर पनि गर्न सक्नुहुन्छ, यही कपी लिङ्क गरेर होइन। के भनेको छ आफै पढ्न सक्नुहुन्छ है त तपाईँको, त्यो हेर्नु होला। अब अर्को चाहिँ क्वेस्ट नीति राम। क्वेस्टमा तपाईँले अब यहाँ क्वेस्टहरू गरे बापत पनि तपाईँले $2 चाहिँ इन्कम गर्न सक्नुहुन्छ भनेको छ। यहाँ प्ले अप्सन अन 500 कोइन फ्रम प्ले टाइम गरेर यो होममा छ नि, यहाँ गएर तपाईँले 500 कहाँ हो यहाँ यो प्ले टाइम छ नि, यहाँबाट गएर तपाईँले कुनै एउटा एपबाट गएर टास्क कम्प्लिट गरेर 500 कोइन तपाईँले कम्प्लिट गर्नुभयो भने तपाईँले सिधै $2 को पेपालमा भाउचर पाउनु, त्यही त यो गर्नु होला। अर्को चाहिँ यो डेली टास्कमा है, डेली टास्कमा आइसकेपछि अब क्यास आउटहरू कम्प्लिट टु अफर, अब डेली तपाईँलाई यो एपमा चाहिँ एकदम बेस्ट छ कि त्यो तपाईँले यो एक दिनमा एकचोटि क्यास आउट गर्नुभयो भने तपाईँले 100 कोइनहरू पनि पाउनुहुन्छ है त तपाईँले। त्यही भनेको छ, डेली तपाईँले क्यास आउट गर्नुभयो भने 100 कोइन, अनि यो दुईवटा अफर कम्प्लिट गर्नुभयो भने 150 कोइन, अनि अन 1500 कोइन एप के अरे प्ले टाइमबाट कुनै 1500 कोइन टास्क कम्प्लिट गर्नुभयो भने तपाईँले 500 कोइन एक्स्ट्रा पाउनुहुन्छ। अनि यो स्पेन्ड 10 कोइन फर स्पेन्ड 10 कोइन गर्नुभयो भने यो 2000 कोइन पाउनुहुन्छ भनेको छ। फ्लिप 10 कार्ड गर्नुभयो भने तपाईँले 1000 कोइन पाउँछ भनेको छ। ल यो पनि ट्राई गर्न सक्नुहुन्छ, यो एपमा चाहिँ एकदम अलि धेरै टास्कहरू इभेन्टहरू होइन छ, त्यही भएर यो एप चाहिँ नबिर्सिनु ट्राई गर्नु होला। अर्को चाहिँ यो स्क्रैच भइहाल्यो, स्क्रैचमा अब तपाईँले डेली पाउनुहुन्छ सुरुमै होइन, सुरुमै चाहिँ गर्नु होला, सुरुमै स्क्रैच गर्नु भने 500 कोइन पाइहाल्नुहुन्छ है त। अब अर्को यो एपमा चाहिँ अब विथड्रल कसरी गर्ने त्यो सिकाउँछु। विथड्रलको लागि रेडीमा क्लिक गर्नु होला। र अघि मैले सुरुमै भनेको थिएँ, योमा तपाईँले फ्री फायरमा डायमन्ड पनि लिन सक्नुहुन्छ, पब्जीमा युसी अनि मोबाइल लिजेन्डहरू यहाँ सबै दिएको छ है त, तपाईँले ट्राई गर्न सक्नुहुन्छ। अर्को चाहिँ तपाईँले मेन चाहिँ अब पेपाल र बाइनेन्समा लिन सक्नुहुन्छ। अब सुरुमा एकचोटि यो पेपालमा क्लिक गरौँ, ल पेपालमा देख्न सक्नुहुन्छ तपाईँले यो एपमा 9500 कोइन यो बनाउनु, पिङ्क कोइन बनाउनु भयो भने $1 र यो 19,000 कोइन बनाउनु भयो भने $2 र कति 47,500 बनाउनु $5 र 95,000 बनाउनु भने $10 र 2,47,000 कोइन बनाउनु भने $25 र 4,75,000 कोइन बनाउनु भने $50 तपाईँले रिडिम लिन सक्नुहुन्छ। मिनिमम चाहिँ तपाईँले 9500 कोइन चाहिँ हुनैपर्छ होइन, इजी छ, गराउन सक्नुहुन्छ, मजाले गर्नु होला पेपालमा लिनको लागि होइन। मिनिमम $1 म्याक्सिमम $50 पाउनुहुन्छ र यो कन्टिन्युसली लिन सक्नुहुन्छ है त। अर्को चाहिँ बाइनेन्स गिफ्ट कार्डमा, बाइनेन्समा पनि त्यही हो है, तपाईँको 9500 कोइन बनाउनु भयो भने $1। बेस्ट चाहिँ बाइनेन्स छ, बाइनेन्समा तपाईँले विथड्र लिनु होला। बाइनेन्सबाट तपाईँले सिधै इसिआमा लिनुहुन्छ। तपाईँलाई यदि आउँदैन भने म भिडियो बनाएर पनि देखाउनेछु, यो भिडियोमा चाहिँ 200 लाइक गर्नु होला र तपाईँले $100 चाहिँ लिन सक्नुहुन्छ है तपाईँले। यो बाइनेन्समा लिनुभयो भने चाहिँ म्याक्सिमम चाहिँ तपाईँले 9,50,000 कोइन चाहिँ बनाउनुपर्छ र तपाईँले $100 सिधै रिडिम लिन मिल्छ है, त्यही देखिहाल्नु भयो। अरू अब चाहिँ तपाईँलाई अर्को देखाउँछु, केमा तपाईँलाई यदि पेपाल र बाइनेन्स नलिकन डाइरेक्ट डायमन्ड टपअप गर्नु छ भने पनि फ्री फायरमा एकचोटि क्लिक गर्ने। तपाईँले यो गेममा 8500 कोइन बनाउनु भने 100 डायमन्ड, अनि 17,000 कोइन बनायो भने 210 डायमन्ड, अनि 45,000 बनाउनु भने 530 डायमन्ड र 90,000 कोइन बनाउनु भयो भने 1080 डायमन्ड तपाईँले फ्री फायरमा टपअप गर्नु मिल्छ है त। अर्को चाहिँ पब्जीमा युसी लिन्छ भने 7700 कोइन बनाउनु भने 60 युसी गरेर आफै यहाँ पुरै हेर्न सक्नुहुन्छ है त। ल त्यही हो, आजको लागि यति नै हुनेछ। भिडियो के कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला। भिडियोलाई लाइक गर्नु छैन भने भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गर्नु छैन भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। र यति भन्दै आजको लागि यति नै, भेट्ने छ अर्को अनलाइन अर्निङ भिडियोमा। टिल देन टेक केयर, बाइ बाइ।